नमस्कार। यहाँहरू सबैजना थाहा छ सम्पत्ति शुद्धिकरण निवारणको लागि नेपालमा सम्पत्ति शुद्धिकरण मनी लन्ड्रिङ निवारण सम्बन्धी ऐन 2064 लागू रहेको छ। तर हामीलाई थाहा नहुनसक्छ त्यो कानुन आधारमा तयार भएको छ भन्ने कुरा हामी धेरैलाई थाहा नहुनसक्छ। त्यसको लागि मैले यहाँलाई के जानकारी गराउन खोजेँ भने एउटा अन्तर्राष्ट्रिय स्तरमा सम्पत्ति शुद्धिकरणलाई निगरानी गर्ने एउटा संस्था छ जसको नाम हो फाइनान्सियल एक्सन टास्क फोर्स, जसलाई FATF भनेर चिनिन्छ। त्यो FATFले 40वटा सिफारिसहरू गरेको छ र त्यस अन्तर्गत स्ट्यान्डर्डहरू सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी स्ट्यान्डर्डहरू निर्धारण गरेको छ र त्यो निर्धारणको आधारमा प्रत्येक देशहरूले आफ्नो देशका सम्पत्ति शुद्धिकरण निवारण गर्नको लागि अथवा निवारण सम्बन्धी कार्यान्वयन गर्नको लागि कानुनहरू बनाएका छन्। त्यही कानुन अन्तर्गत नेपालले पनि त्यसैलाई टेकेर सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन बनाएको छ भने त्यसैको आधारमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी नियमावली तयार गरेको छ। त्यसैगरी नियमनकारी संस्थाहरूले, नियमनकारी निकायहरूले त्यसको लागि डाइरेक्टिभहरू इस्यु गरेका छन्, रेगुलेसनहरू इस्यु गरेका छन् भने रिपोर्टिङ इन्टिरियरले त्यसलाई कार्यान्वयन गर्न, कार्यान्वयन पक्षलाई व्यवस्थित बनाउन विभिन्न खालका पोलिसीहरू, गाइडलाइनहरू तयार गरेका छन् र त्यसको आधारमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कामहरू हुँदै गएको छ र यसलाई प्रभावकारी बनाउने प्रयास गरिएको छ। यस्तो जानकारीको लागि मेरो यो भिडियोलाई हेर्दै गर्नुहोला र केही छ भने यहाँहरूले चाहिँ यसमा कमेन्ट गरेर पनि सोध्न सक्नुहुन्छ। हस् त, थ्याङ्क यू।